म चाहिँ अगाडिको मेरो एब्रोड स्टडीको लागि म केही चिज जान्नको लागि म विदेश युके हैन युकेको चाहिँ एउटा राम्रो युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्डको मैले भिजा पाएको छु हो। त्यो ग्रान्ट पाएको कारणले गर्दा चाहिँ मलाई खुसी लागेको छ। मैले केही कुरा जान्न गइराखेको छु, नयाँ कुरा सिक्न जाँदैछु र त्यही कुरा सिकेर चाहिँ आफ्नै देशमा आएर म त्यो कुरालाई चाहिँ म फेरि त्यसलाई लागू गर्छु। हाम्रो कार्यक्रम हेरेर बसिरहनु भएको सम्पूर्ण दर्शकवृन्दहरूमा हार्दिक नमस्कार। म सुजन विष्ट बीज एजुकेसनको तर्फबाट बीज एजुकेसन पडकास्ट लिएर फेरि उपस्थित भइसकेको छु। आज हामीसँग हुनुहुन्छ ऋषि शाहजी। उहाँको युकेको युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्डमा MBA विथ लिडरसिप प्रोग्रामको लागि भिजा ग्रान्ट भइसकेको छ। हार्दिक बधाई छ ऋषिजी, हजुरलाई हाम्रो यस कार्यक्रममा स्वागत छ। हजुर धेरै धेरै धन्यवाद हजुरहरूलाई पनि यो मलाई आज यो 2 शब्द बोल्ने चाहिँ हजुरले जुन मौका दिनुभयो त्यसको लागि चाहिँ म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। बीज एजुकेसनलाई एउटा प्लेटफर्म दिनुभएको छ हजुरहरूले। ऋषिजी कस्तो लाग्दैछ हजुरलाई? हजुरको युके भिजा सक्सेस हुँदाखेरि कस्तो अनुभव भयो, पोजिटिभ नेगेटिभ हजुरको अनुभवहरू एकचोटि हाम्रो दर्शकवृन्दहरूलाई सुनाइदिनुहोस् न। मलाई युकेको भिजा लाग्दाखेरि चाहिँ रियली नै म खुसी छु र दुःखी पनि छु, दुइटै छु। कुन कन्डिसनमा खुसी र कुन कन्डिसनमा दुःखी भन्दाखेरि एउटा आफ्नो देशलाई छोडेर जानु परिरहेछ, आफू जन्मेको ठाउँ छोडेर जानु परिरहेछ, तपाईँहरू जस्तो मिलनसार मान्छेहरूलाई छोडेर जानु परेको छ, त्यसको चाहिँ मलाई दुःख लागेको छ। हो, खुसी कहाँ लागेको छ भने म चाहिँ अगाडिको मेरो एब्रोड स्टडीको लागि म केही चिज जान्नको लागि म विदेश युके हैन युकेको चाहिँ एउटा राम्रो युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्डको मैले भिजा पाएको छु हो। त्यो ग्रान्ट पाएको कारणले गर्दा चाहिँ मलाई खुसी लागेको छ। किन खुसी लागेको छ भन्दाखेरि मैले केही कुरा जान्न गइराखेको छु, नयाँ कुरा सिक्न जाँदैछु र त्यही कुरा सिकेर चाहिँ आफ्नै देशमा आएर म त्यो कुरालाई चाहिँ म फेरि त्यसलाई लागू गर्छु हो। अनि त्यहाँको मान्छेहरूसँग त्यहाँ मान्छेको सोचलाई, त्यहाँको मान्छेको कन्सेप्टलाई, त्यहाँको डेभलपमेन्टलाई, आइडियाजलाई चाहिँ म आफ्नो देशमा ल्याउन जुन मेरो इच्छा छ नि त्यो कुरा पुरा हुन जाँदैछ। त्यही कारणले चाहिँ म खुसी छु। हजुर डक्टर जस्तो मान्छे पेसाले नेपालमा डक्टर पेसा गरिरहनु भएको, एक्कासी युके गएर पढ्छु र तपाईँले MBA विथ लिडरसिप गर्छु भन्ने सोच कसरी आयो र यो प्रोग्राम पढ्दाखेरि अरू भनौँ युके गएर पढ्दाखेरि चाहिँ तपाईँको प्रोफेसनल अर एकाडेमिक हिसाबमा के कस्तो ग्रोथहरू हुन्छ, के देख्नुभयो र तपाईँले एप्लाई गर्नुभयो एकचोटि भनिदिनुहोस् न हाम्रो दर्शकहरूलाई। पेसागत चाहिँ म डक्टर नै हो। अहिले चाहिँ म काठमाडौँको चाहिँ जान्ने मान्ने हस्पिटल नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी अत्तरखेल र एउटा चाहिँ अर्को राम्रो हस्पिटल छ हाम्रो साँखुतिर, जसलाई हामी सल्मुटारमा चाहिँ पिपल्स लाइफ केयर हस्पिटल, दुईवटा हस्पिटलमा म कार्यरत डक्टर साहब। एउटा म चाहिँ चिकित्सक हुँ। अब यो देशमा चिकित्सक गरिरहेको मान्छे चाहिँ विदेश जानुभयो भन्ने प्रश्न जुन छ नि हो, म किन जान लागेको छु भन्दाखेरि म यो चिकित्सक पेसालाई अझै एउटा मूर्त रूप दिउँ। हामी अझै पनि केही कुरामा पछाडि छौँ, यो चाहिँ तितो सत्य हो। हामी आफ्नो देशलाई, हाम्रो आफ्नो देशको कुरालाई नराम्रो छ भन्न त गाह्रो छ। अब यो विश्व माझमा चिनाउनलाई हाम्रो देश खराब छ भन्न त सकिएन नि, तर हृदयमा त हामीलाई थाहा छ नि कि हाम्रो देशमा के कमी छ, के कमजोरी छ हो। त्यही कमी कमजोरीलाई त्यो फुलफिलमेन्ट गर्न भन्ने चाहिँ म उता जान लागेँ हो। अब कसरी चाहिँ यो काम लाग्छ हैन, मैले यो पढेर चिकित्सक पेसा छोडेर म त्यहाँ युके जाँदैछु भने यहाँ कसरी काम लाग्छ भन्दाखेरि मेरो सबैभन्दा एउटा ठुलो ड्रिम प्रोजेक्ट छ है। त्यो ड्रिम प्रोजेक्ट के हो भने आई वान्ट टु बी एन एन्टरप्रेन्योर इन द फिल्ड अफ हेल्थ है। मलाई चाहिँ स्वास्थ्य क्षेत्रमै आफ्नो देशमा आएर के गरौँ भन्ने छ र केही चिज जानकारी त चाहियो नि, केही राम्रो गर्नलाई त जानकारी चाहियो। त्यही जानकारी, त्यही शिक्षा हासिल गर्न भनेर चाहिँ म उता जान लागेँ हो। र लास्टमा पढिसकेपछि म जन्मिएको ठाउँ सिराहा जिल्लाको मिर्चया वडा नम्बर 5 मा मेरो चाहिँ ठुलो हस्पिटल बनाउने एउटा ठुलो सपना छ भविष्यमा हो। त्यो सपनालाई चाहिँ म पुरा गर्न भनेर चाहिँ म त्यहाँ जान लागेँ। हजुर ऋषिजी, हजुरले एप्लाई गर्नुभएको कोर्स र युनिभर्सिटीको बारेमा थोरै केही पोइन्ट्सहरू हाइलाइट गरिदिनुहुन्छ?
मैले युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्ड, यो चाहिँ पेस्लेमा अवस्थित कलेजमा म जान लाग्यो। भिसा ग्रान्ट पाएको छु मैले। र म चिकित्सक मान्छे, एमबिए विथ लिडरसिप, होइन? हेर्दाखेरि सुन्दाखेरि पनि कस्तो यो बाटै दुईवटा बाटो जस्तो लाग्छ, बट दुईवटा बाटो चाहिँ होइन, बाटो चाहिँ एउटै हो है। अहिले चाहिँ छुट्टिएको देखिन्छ, तर फेरि गएर त्यो अगाडि गएर चाहिँ जुड्छ। एमबिए विथ लिडरसिपले चाहिँ मलाई चाहिँ भविष्यमा इन्टरप्रेन्योरतर्फ चाहिँ सजिलो बनाउँछ। त्यो कारणले चाहिँ मैले एमबिए विथ लिडरसिप मैले यो गर्न खोजेँ। र ऋषिजी, तपाईँको एप्लिकेसन प्रोसेस कस्तो रह्यो? तपाईँले एप्लाई गर्दाखेरि के कस्तो स्टेप्सहरू चाहिँ तपाईँले पार गर्नु पर्यो, र तपाईँको अफर लेटर कति दिनमा आयो र भिजा कति दिनमा आयो, यो कुराहरू पनि खुलस्त पारिदिनुहोस् न। तपाईँहरू जस्तो राम्रो मान्छे जब भइसकेपछि कसरी गाह्रो हुन्छ होइन? यति राम्रो तरिकाले हजुरले सम्झाइदिनु भएको छ, यति राम्रो तरिकाले गाइड गरिदिनु भएको छ, तपाईँहरू टाइमसँग यति अपडेट भइदिनु भएको छ भनेपछि पक्कै पनि गाह्रो हुँदैन। र त्यो एउटा टिम हो नि त, बीज एजुकेसन इज अ टिम, र जुन टिमले गर्दाखेरि चाहिँ म आज यो पाउनलाई चाहिँ सफल भएको छु। सुरुमा चाहिँ मलाई केही पनि थाहा थिएन। म पहिले त मान्छेलाई सक्दो जानु हुँदैन, बाहिर किन जाने, आफ्नै देशमा गर्ने भनेर चाहिँ म भन्ने मान्छे। तर पछि चाहिँ मैले सोच्दै गएँ, होइन केही त हासिल गर्नलाई, केही चिज जान्नलाई, अब यो त हामी त एउटा कुवाको भ्यागुता हुन्छ नि त, कुवाको भ्यागुता त बन्नु छैन नि। कुवाभन्दा बाहिर आएर समुद्रमा चाहिँ तैर्न सक्नुपर्छ क्या। त यो भनेको हामी युके जानु भनेको, म युकेको लागि जुन सोचेँ नि, त्यो भनेको चाहिँ समुद्रमा चाहिँ म तैर्न जानु लाग्यो, सिक्न जानु लाग्यो कसरी तैर्ने, होइन? र पछि गएर आएर चाहिँ यही मैले गर्ने भनेर जानु लाग्यो। अब अर्को कुरा, हजुरले सोध्नुभएको प्रश्नमा चाहिँ मलाई के भन्न मन लाग्यो भने, सुरुमा मैले कन्डिसन लेटर मैले पाएँ है। धेरै लागेन, मलाई लाग्छ एक दिन पनि लागेन है। एक दिनमा मैले कन्डिसनल लेटर पाइसकेपछि त्यसमा चाहिँ सम अफ द कन्डिसन्स भनेको केही डकुमेन्टहरू बाँकी थियो जुन मैले पुरा गर्नुपर्ने थियो। मैले सबै पुरा गरेँ। पुरा गरिसकेपछि मैले चाहिँ अब अनकन्डिसनल लेटर पाएँ। अनि अनकन्डिसनल लेटर पाइसकेपछि चाहिँ मैले अनि त्यसपछि जुन फिस थियो कलेजको मैले पे गरेँ। पे गरिसकेपछि मैले कास्ट लेटर पाएँ। कास्ट लेटर पाइसकेपछि त्यसपछि मेरो जुन अरू डकुमेन्टेसनहरू जुन चाहिने थियो मलाई एकदम सजिलो बनाइदिनु भयो। हजुरले एकदम सजिलो बनाइदिनु भयो। ठ्याक 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 सिरियली, होइन? यसपछि यो र सिस्टममा जुन हजुरले जुन गरिदिनु भएको छ नि, त्यसले रियलमा मलाई त कति लाग्यो, मलाई 2 महिना पनि लागेन होला। रियली 2 महिनाभन्दा कम ड्युरेसनमा मैले पाएँ र मलाई लाग्छ 2 वर्किङ डेजमा मलाई भिसा आफ्टर द बिएफएस है, बायोमेट्रिक गरेको 2 वर्किङ डेजमा मलाई चाहिँ भिसाको चाहिँ मैले कन्फर्मेसन पाएको है। सो ड्युरिङ दिस प्रोसेस, होइन, रियली म त हरेक पाइला मैले जुन राखेको छु नि बीज एजुकेसनमा, मलाई एकदमै राम्रो स्मरण छ, होइन? एकदमै राम्रो मनमा चाहिँ एउटा जहिले पनि बसिरहन्छ तपाईँहरूको व्यवहार, तपाईँहरूको जुन कोअपरेसन छ नि, त्यो रियली म कहिले पनि सायद अन्तिम साससम्म चाहिँ म भुल्न सक्दिनँ होला। त्यही धन्यवाद बीज एजुकेसनलाई। हजुर जस्तै युके गएर अध्ययन गर्न चाहने जो नेपाली युवाहरू हुनुहुन्छ, युके गएर पढ्न चाहनुहुन्छ, युकेको युनिभर्सिटीबाट डिग्री लिन चाहनुहुन्छ, अरू भनौँ एब्रोड स्टडिजको लागि इन्ट्रेस्टेड हुनुहुन्छ, उहाँहरूलाई चाहिँ हजुरले के राय सल्लाह दिन चाहनुहुन्छ? म जस्तै यदि कोही जान चाहनुहुन्छ, होइन, पढ्न जान चाहनुहुन्छ भने उहाँको लागि उहाँहरूलाई म के एउटा सल्लाह दिन चाहन्छु भने, तपाईँहरू पहिले चाहिँ डिसाइड गर्नुहोस्, होइन, तपाईँहरूको फ्युचर गोल के हो, कुन सब्जेक्टमा जान खोज्नु भएको हो। तपाईँहरू बीज एजुकेसन आउनुहोस्, काउन्सिलिङ गर्नुहोस्, होइन, उहाँले राम्रो काउन्सिलिङ गरिदिनुहुन्छ, बाटो देखाइदिनुहुन्छ, अनि उहाँहरूले जुन भन्नुभएको जुन पाथवे छ नि, त्यो पाथवे फलो गर्नुहोस्। यु विल बी द सक्सेसफुल पर्सन इन फ्युचर। लास्टमा म यही भन्न चाहन्छु। र अब आउने भाइ बहिनीहरूलाई, युके जो आउन चाहनुहुन्छ उहाँहरूलाई म अग्रिम बधाई दिन चाहन्छु है, अग्रिम शुभकामना पनि दिन चाहन्छु। धन्यवाद। र यो थियो हाम्रो ऋषिजीसँगको एउटा छोटो मिठो संवाद।
बाँकी यस्तै कार्यक्रमहरू लिएर म फेरि पनि उपस्थित हुने नै छु। त्यतिन्जेलका लागि स्टे ट्युन्ड, बीज एजुकेसन, रिच अस टु गेट देयर। थ्याङ्क यू।